हेलो हाई एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल चौधरी ब्लगमा। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म पनि यहाँ धेरै 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 सन्चै छु। अनि साथीहरू आज म चाहिँ अलिकति एक्साइटेड भएको छु क्या। किन एक्साइटेड भएको छु भन्दाखेरि गाइजहरू आज अलिकति खुसी खुसी पनि लागिरहेछ, अलिकति मनमा उकुस मुकुस पनि भइरहेछ क्या। के होला, कसो गर्ने होला, त्यहाँ गएर के गर्ने होला, के सिकाउने होला, त्यस्तै अलिकति उकुस मुकुस भइरहेछ कि साथीहरू। किन त भन्दाखेरि साथीहरू आज ट्रेनिङको पहिलो दिन होइन गाइजहरू। आज ट्रेनिङको पहिलो दिन। अब ट्रेनिङमा त्यहाँ लगेर के सिकाउने हो, के गराउने हो थाहा छैन, के हुने हो केही थाहा छैन। अनि त्यही भएर अलिकति एकदम ह्याप्पी पनि भइरहेछ, मन एकदम खुसी भइरहेछ। आहा, अब सेक्युरिटीको ट्रेनिङ हुने भयो, सेक्युरिटीको ट्रेनिङ दिने भयो, के सिकाउने होला थाहा छैन। अनि हामीसँगै आएको साथीहरूमध्ये एकजना साथीको भयो के अरे। अनि त्यसपछि मेरो आज हुँदैछ ट्रेनिङ। अनि अब साथीहरू अब ट्रेनिङ गएपछि थाहा हुन्छ के हो होइन, कसरी हो। धेरै साथीहरूलाई सोध्नु त सोध्यो होइन, कस्तो हुन्छ के हुन्छ भनेर सोध्यो। अब कसैको अलि राम्रो परेको थियो, कसैको अलि पुरा घाममा चर्को घाममा उभ्याउँछ अरे। अनि चर्को घाममा पुरा दौडाउँछ अरे क्या। त्यो जस्तो आर्मी पुलिसलाई गराउँछ नि, आर्मी पुलिसलाई पुरा उभ्याउँछ नि, हो त्यस्तै आर्मी पुलिसलाई घाममा दौडाउने, पुसअप गर्ने होइन, रनिङ गर्ने, अनि के गर्ने गराउँछ नि, हो त्यस्तै गराउँछ भन्छन् के अरे होइन। अनि यस्तो चर्को घाममा त्यहाँ अब दौडायो भने त पुलुक्कै भइहाल्यो नि गाइज होइन। यस्तो चर्को घाममा दौडायो भने त अनि मरिन्छ त नि यस्तो। अहिले यो कति 11 साढे 10 भयो के अरे। अब 11 बजीतिर हिँड्नुहुन्छ, 11 बजीतिर हिँडेपछि अनि 12 बजेपछि सुरु हुन्छ होला सायद होइन। अनि यो चर्को घाममा त यसरी दौडाउने, पुसअप गर्ने गऱ्यो भने त ओहो सकिन्न होला गाइज, मरिन्छ होला। गाह्रो छ यो सेक्युरिटी ट्रेनिङ गर्न पनि गाह्रो छ। सेम पुलिस आर्मीको जस्तै हुन्छ अरे, खोइ के हो के। अनि बोली नै आउँदैन मलाई, बोल्नै आउँदैन। अब भ्लग बनाउन त खोज्छु, अब डेली भ्लग बनाउन खोज्छु, बोल्न आउँदैन। के बोल्ने, कसो बोल्ने, अनि भन्दै त्यसै समय बित्छ क्या। अब के बोल्ने होला, कसो बोल्ने होला होइन। अनि मलाई त्यति बोल्नै आउँदैन क्या गाइजहरू। अब साथीहरूको भिडियो हेरिरहेको हुन्छु, साथीहरूले क्या मजाले बोलिरहेको हुन्छ, सबै कुरा एक्सप्लेन गरिरहेको हुन्छ। यो यस्तो त्यो त्यस्तो, हामी यता जाँदैछौँ, हामी यस्तो गर्दैछौँ गाइजहरू, यो खाँदैछौँ, यो लाउँदैछौँ होइन गाइजहरू, यता हेर्नुहोस् उस्तो हेर्नुहोस् होइन। अनि आफूलाई केही भन्नै आउँदैन गाइजहरू। धेरै जसो मेरो भिडियोमा देख्नुभयो होला, लगभग मेरो भिडियोमा पुरानो भिडियोमा देख्नुभयो होला। म त्यति बोल्दिनँ होइन, बस भिडियो यस्तरी भिडियो सुट गर्छु। अनि भिडियो सुट गरेर अनि त्यसमा म्युजिक हालिदिन्छु कि। बोल्न आएको बोल्ने साथीहरू बोल्नै आउँदैन। अनि आजकल अलिअलि आजकलको भिडियोमा चाहिँ अलिअलि बोल्न थालेको छु। अनि पहिला पुरानो भिडियोमा त्यति बोल्थेन, अब बोल्नै लाज लाग्थ्यो। मेन कुरा त यो भिडियो बनाउँदाखेरि मेन कुरा त एउटा के भन्दाखेरि लाज लाग्छ क्या होइन। अब अरूले यसो हेरिदिन्छन्, ला उसले हेऱ्यो अब के भन्ने होला, कसो हुने होला, त्यस्तो मनमा आउँछ क्या। अनि त्यही माथि केही शब्दै निस्किँदैन, बोल्नै आउँदैन। के बोल्ने थाहै। अनि के बोल्दाखेरि के बोलिन्छ क्या। अनि त्यसपछि अनि एक त बोल्नै आउँदैन, एक त मान्छेले हेरिरहेको हुन्छ। अनि त्यसले अत्पत्याएर मान्छेहरू भन्दा पनि मैले
के बोल्नु छोडेर के बोलिदिरहेको हुन्छ क्या त्यस्तो नजानेर होइन त्यस्तो आत्तिएर। अनि आजकल त अलिअलि सिक्दै सिक्दै अलिअलि बानी पर्दै गर्छ। अनि ल हुन्छ साथीहरू, धेरै कुरा पनि के गर्ने होइन। अब मुख दुख्छ, धेरै कुरा मैले गर्दै गरिराखेँ पनि तपाईँहरूको पनि कान दुख्छ होइन, कति बोल्छ यो भन्ने हुन्छ होइन। अनि त्यही भएर लगेछ अब एकचोटि ट्रेनिङमा अब ड्रेसेस लाउँछु, ड्रेसेस लाएर यसो चिटिक्क भएर अनि ड्रेसेस लाएर चिटिक्क भएर अनि तल जान्छु, तल गएर अनि गाडीमा बस्छु, गाडीमा बसेर त्यहाँबाट कति बजी ट्रेनिङ सुरु हुन्छ, ट्रेनिङ सकेर भ्याएपछि अनि म आएर त्यसपछि एक्सप्लेन गर्नेछु साथीहरूलाई के कस्तो भयो। हुन्छ साथी, ल बाई साथी, बाई। खै छिटै आउँछ होला। हेलो साथीहरू, हेलो गाइज, रेडी भइयो? ड्रेस लाउँदा त ह्यान्डसम देखिन्छ कि मान्छे, हामी त होइन त्यति ह्यान्डसम त छैन। त्यति ह्यान्डसम त छैन। कस्तो देखेछु गाइजमा? अलिकति हिजो अस्तिभन्दा अलिकति फरकै देखिन्छ होइन गाइज? अलिकति यसो गर्दाखेरि त हामी त मान्छेले हुन्छौँ हो नि त, मान्छेले। रेडी भएर बसेको। अब साथी त्यहाँ दुईजना साथीहरू रेडी हुँदैछन् के अरे। अनि साथीहरू रेडी भइसकेपछि अनि त्यसपछि साथीहरूसँग गइन्छ तल। अनि मेरो रुम चाहिँ उहाँ छ के अरे, मेरो रुम चाहिँ उहाँ छ, उतापट्टि छ। अनि यो चाहिँ साथीको रुममा आएको छु, साथीलाई यसो छिटो गर्नु भनेर। अनि साथी रेडी हुँदैछ। अब हाम्रो साथी पनि रेडी भइदिएको अवस्था। ल गाइस, हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। यस्तै छ हाम्रो परदेशी जिन्दगी।